हिजो रातिको बासो बसाइ गरेको हाम्रो यही होटल हो। अब बिहान लगभग अलिकति उजेरो हुन थालेछ। यसपछि चाहिँ हामी यहाँबाट मासतिर तर्फ लाग्छौँ। बिहान 7 बजेतिर हाम्रो यात्राहरू सुरु भइसकेको हुनुहुन्छ। यो साइडमा देख्न सक्नुहुन्छ। सो जाँगर पनि सिद्धे आइपुगेका छौँ। दाईको व्यापार यहीँबाट पनि चलिरहेको छ। अझै कतिको व्यापार भयो दाई? 2800 होला। त्यही पनि लयो भने सोध्छु है भन्ने कुरा छ। उसले लानै पर्छ किनकि अरूलाई खेताला लगाएर सटर फुलाछु। के गर्नु त नि, खर्च पानी उठाउनै पर्यो होइन। र अब शरीरले पुरै साथ दिएर खुट्टाले हिँड्यो भने भात त खानु पर्यो। भात खाएपछि पैसा तिर्नु पर्यो। पैसा तिर्नु पर्यो, के गर्ने। चाहिँ एकदम ढुक्कको छ, ढुक्क भएर आउनु। पछि के हुन्छ थाहा भएन। अहिले चाहिँ ठिकै हो। खाना यात्रा मान्छेहरू पनि मिलनसार, बोलीचाली सहयोगी भावनाका। सिद्धीमा खाना पाउँछ नि होइन? कहाँ? नालीको त त्यहाँ नालीबाट होइन फोन गरेको। 1 घन्टा लाग्छ भन्थ्यो कि यहाँबाट। पारिपट्टिको चाहिँ घाँसा गाउँ भर्खर यहीँबाट गुसा गाउँ, यो गुसा गाउँबाट अब मासतिर लाग्दैछौँ। हो त्यो पारिपट्टि देख्न सक्नुहुन्छ। हिजो भएको हामी त्यो पारिपट्टिको साइडमा थियौँ, आज यतातिर। आउनु त यो अहिले नाली होइन। अहिले चाहिँ भर्खरै हामी तलको घुसाबाट हुँदै नालीसम्म आइपुगेका छौँ। रबिन किराना पसल, अपी हिमाल गाविस 2 नाली दार्चुला यो ठाउँसम्म यसो होइन नास्ताको बासा बसाइको चाहिँ राम्रो व्यवस्था देख्न सकियो। यहाँ उचाइको बारेमा पनि डिस्क्रिप्सनमा सबै दिएको छ, तपाईँ देख्न सक्नुहुन्छ। अल्टिट्युड 2430 मिटर अपी हिमाल भनेर मेन्सन गरिएको छ। बसेर राम्रो सिस्टममा सरर बनाएर राखिदिनु भएको छ बस्नलाई ठाउँ। हिमालहरू देख्न सक्नुहुन्छ सामने नालीबाट मजाको छ। कमला धामी। अनि यहाँ चाहिँ होटल खोल्नु भएको कति जति भयो? 6-7 वर्ष भयो। अनि के कस्तो सुविधाहरू छ त्यसको बारेमा भनिदिनु न है। खाना बस्न सबै सुविधा छ। अनि हजुरको कन्ट्याक्ट नम्बरहरू डिटेलहरू? कन्ट्याक्ट नम्बर 98 63 35 60 36। मकरीगढमा त्यहाँबाट हिँडेर यहाँ कति बेरसम्म आइपुग्छन् यसो जानकारी भनिदिनु न। 5 घन्टा जति लाग्छ। 5 घन्टा जति लाग्छ होइन। तलबाट फोन गरेर हजुरहरूलाई फोन गरेर नास्ता बनाइदिनु या खाना बनाइदिनु भन्यो भने सबै रेडीबाट खाना खानालाई पुगिन्छ यहाँ 12 बजेसम्म। ए हजुर। बिहान हिँड्यो भने अरू केही स्पेसलहरू खानेकुराहरू यहाँ के स्पेसल पाउँछ? कोदोको रोटो, मकैको रोटो, अनि दही मही सबै मिल्छ। कोदोको रक्सी नै, प्यार जौको रक्सी मिल्छ यता। ए जौको रक्सी होइन। ल हुन्छ त, धेरै धेरै धन्यवाद। हजुरको यहाँ डिस्क्रिप्सनमा म लेखिदिन्छु कन्ट्याक्ट नम्बर है त। हस् त। त्यो ठाउँमा नास्ता गरिसकेपछि पुनः हाम्रो यात्रा चाहिँ सुरुवात भयो। अनि उहाँहरूको होइन मिलनसार आतिथ्यता अनि मिठो बोलीले हामीलाई चाहिँ मनभरि सधैँभरि प्रभाव पारिसकेपछि नास्ता खाइसकेपछि हाम्रो यात्रा पुनः अगाडि बढ्दै गयो। यात्रामा दृश्यमा देख्न सक्नुहुन्छ दाईहरू सबैभन्दा अगाडि हुनुहुन्छ हाम्रो जिया दाई, त्यसपछि दीपक दाई हुनुहुन्छ, सँगसँगै अजित दाई पछि लास्टमा म, अलिकति हिँड्न नसक्ने म, अनि हेर्न खोज्ने यी दृश्यहरू र जे देख्छु सम्पूर्ण तपाईँहरूलाई म जस्ताको त्यस्तै देखाउनेछु। आउँदै गर्नुहोस्। हिँड्दै अगाडि गइएको थियो। अचम्म लाग्यो यो दार्चुला जस्तो ठाउँमा पनि केटाकेटीहरू चाहिँ क्रिकेटको क्रेज देखेर होइन, त्यहाँ भलिबलहरू केही पनि थिएन, क्रिकेटको लागि चाहिँ केटाकेटी मरिहत्ते गरेको देखेर एकदमै अचम्म लाग्यो। मैले लगाउँदैन त दार्चुलामा हिँड्नको र त माइत पहिला
हम त दार्चुले महेन्द्रनगर त बाबन सब्जी त्यही काउडा दाइकन अनि फोटो हानौँ त्यसपछि जाने दाइ राम्रो पुगिहालिन्छ केही हतार गर्नु मलाई चाहिँ हातमा मात्र दिनु होला हुन्छ दाइ हुन्छ हातमा मात्र दिनु त्यहाँ तपाईँहरूले आधी घन्टा भन्नुभएको छ हामीलाई 2 घन्टा पक्का हो कि यतिको मिल ओह्रालोमा झन् गाह्रो हुन्छ दाइलाई एकजनालाई दाइलाई उकालोमा अर्कोजनालाई ओह्रालोमा भाग्यमान भने ल फुल हो ल होइन भनेर फेरि उहाँभन्दा अर्को हुने सबै बढेर अर्को हुनु होला फेरि ल फोटो यो लाउने तेलै हुन्छ मिल्छ उताको लाउँदा नि हुन्छ त्यो लाउँदा नि हुन्छ यो के हो सर्सीको एउटै हो एउटै मेरो मोबाइल थियो मेरो नाम प्रेम सिंह जागिरी हजुर कपी हिमाल गाउँपालिका वार्ड नम्बर 1 सिटी हजुर सिटीमा पनि हाम्रो ग्रिन होमस्टे छ अनि धौलारमा पनि ग्रिन हाउस होटल छ अनि एकचोटि हामीलाई सेवाको मौका गर्ने अवसर दिनु होला अनि फोन नम्बर भन्दाखेरि 9746330602 र घरको लागि फोन गर्ने भने चाहिँ 9767683439 मा पनि फोन गर्दा हामी सधैँ भेटेका छौँ र हिउँ लागेको बेलामा पनि हामी सधैँ तपाईँहरूको लागि त्यहाँ सेवा गर्न तत्पर छौँ र त्यहाँ हामी यहाँबाट 1 जना 2 जना जति भए पनि हामी तपाईँ सम्पर्कमा आएको मान्छेलाई त्यहाँ पुगाइरहेका छौँ खाना खुवाइरहेका छौँ र त्यहाँ उनीहरूको एउटा व्यवस्थापन गरिराखेका छौँ अहिलेसम्म यसरी नै गइरहेको छ हामी के छ के भन्छ अरे घुम्न आउने पर्यटकहरूको लागि कुन समय एकदम राम्रो सबभन्दा राम्रो तपाईँको वैशाखदेखि त्यो असारसम्म आउँदाखेरि हजुर त्यसपछि असोजदेखि तपाईँको मङ्सिरसम्म नै सबभन्दा राम्रो देखिरहेको छ अहिलेसम्म सबभन्दा राम्रो अनि के वैशाखमा के हुन्छ भने वैशाख जेठमा अब त्यहाँ सेतो गुराँस रातो गुराँस सबै गुराँसहरू फुलिहाल्छ अनि यार्चा गुम्बा खोज्नेहरू पनि त्यहाँ धेरै हुन्छ बल्लसुन खोज्ने मान्छेहरू पनि त्यही हुन्छ बाख्रा पनि त्यही हुन्छ होइन अनि फुलहरू फुलिहाल्छ हरियो घाँस हुन्छ अनि हिउँ पनि अलिकति हिमालमा तलसम्म भइहाल्छ चैत वैशाख जेठमा हजुर 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 अनि असोजमा के हुन्छ भने असोजमा अब अलिअलि डाँडा अलि रातो देखिन्छ होइन अलिकति त्यसमा घाँसहरू अलिअलि सुक्न गएको हुन्छ त्यसपछि त्यो समय पनि एकदम उत्तम हुन्छ उत्तम हुन्छ हुन्छ सर त्यसो भए म चाहिँ यता बाइचान्स अब कसैलाई यस्तो जडीबुटी या गुम्बा त्यस्तो चाहिएको उसमा पनि हामीलाई सम्पर्क गर्दाखेरि पाइन्छ म आफै व्यापारी त्यसको पनि हुन्छ सर हुन्छ हस् त के हो दाइ यार शर्मा आएर किन यस्तो रातो भएको यार अरे यार मेरो दाइ यार यो ट्राभलको यार चितुवा हो दाइ यार के हो भने अनि फेरि त्यो राजमाको दालसित फेरि अरू पनि त होइन नि फेरि माग्ने फेरि मासु आज चाहिँ सकिन भने यो यहाँ खाने होइन यो माथि धौलारमा खाने बेलुका म त धौलार खाने ल गाइजहरू अगाडि दाइहरू हिँडिराख्नु भएको छ है लगभग डेस्टिनेसन जहाँ चाहिँ आराम गरिन्छ त्यो ठाउँमा बसिन्छ भोलि भएछ भने भोलितिर हामी लागिन्छ यात्रा अझै सुरु भएकै रहेछ अझै हामी यात्राको क्रममा छौँ आउँदै गर्नु होला
दाइ यसो आजको यो होटलको बासा बसाइको बारेमा यसो जानकारी दिनु। अब कुन ठाउँ हो यो? खाइकोट हामी हिजो त्यो अन्त केदार गरे काफलधारदेखि हिँडेर हामी साँझ यहाँ 5 बजीतिर आइपुगेको थियौँ यहाँ खाइकोटमा अपी नापा किराना पसल एन्ड लजमा। यहाँ चाहिँ नि एक रात हामी यहीँ बिताइयो। तर चाहिँ नि अस्ति बसेको ठाउँमा एकदम जाडो भएको थियो। त्यो टिनको घर भएर हो कि यहाँ चाहिँ नि अलिक त्यति जाडो खानपिन पनि ठिकै थियो। तर त्यो भन्नु भएन। अब त्यो अरू सबै त ठिकै छ। अब यहाँ पनि अब कस्तो होइन, मान्छे आयो भने मात्रै अगाडि आएर चाहिँ पसल खोलेर बस्ने त्यस्तो नियम रहेछ, त सिस्टम रहेछ भनौँ न। जस्तो हामीले बेसिजन भएर त्यो त अब सेम कस्तो होइन, खत्तर हामी टुर जाँदा चाहिँ सेम त्यस्तै लाग्यो कि। मान्छे जुन टुरिस्टहरू आउँछ उहाँहरूले चाहिँ पहिले खबर गरेर यतिजना आउँदैछ है, फलाना ठाउँमा यति खाना खाने हिसाबले यस्तो गरेर त्यो व्यवस्था गरिदिनुपर्छ भनेर यहाँको नगरपालिकाको यहाँ गाउँपालिका गाउँपालिकाको नियम हो कि के हो अब त्यो हामीलाई थाहा भएन। तर चाहिँ नि हामी जुन ठाउँमा बस्यौँ नास्ता खायौँ उहाँहरूले चाहिँ तपाईँहरूलाई माथि मान्छे चाहिन्छ कि कुनै होटल जाने सम्पर्क गरेर आउनुभएछ कि गरेको छैन भने हामी व्यवस्था गरिदिन्छौँ त्यो सबै भन्नुभयो यहाँको होटल व्यवसायहरूले। अरू त सबै ठिकै छ। अब हेरौँ अब यहाँदेखि हाम्रो अब हल्का जाने चिया नास्ता खानेदेखि हाम्रो फेरि अर्को सेकेन्ड दिनको तेस्रो दिनको ट्रेकिङ चाहिँ सुरु हुन्छ। अब त्यसो कहाँसम्म पुगिन्छ, जहाँ पुगे पनि त्यहाँको हामी वातावरण तपाईँलाई त्यहाँको नजाराहरू त्यहाँको प्राकृतिकको देनहरू हामी तपाईँहरूलाई देखाउनेछौँ। हस् त, धन्यवाद। ठिकठाक छ भनौँ। अब जैसा देश वैसा भेष होइन। अरू यसो आउने मान्छेहरूलाई के भन्नुहुन्छ? आउने मान्छेहरू अब जतिखेर पनि आउनु सक्नुहुन्छ। आफ्नो इच्छाको कुरा हो। हामी पनि न सिजन न सिजन अब जाम भनियो आइयो। ठिकै छ। बाटोसम्म मान्छे सान्छे कोही भेटिने गरे आनन्द छ, हिँडिएछ, भिडभाड छैन। एक्लै हेर्ने एक्लै जाने। सबैलाई नमस्कार। ओपी हिमाल गाउँपालिका वार्ड नम्बर 1 खाइकोट। यहाँ खाना बस्नलाई उचित व्यवस्था छ। अनि विशेष गरी कुन सिजनमा बेसी मान्छेहरू टुरिस्टहरू यो ठाउँमा आउँछन्? यो विशेष गरी असोजदेखि मक्सिरसम्म धेरै आउँछन्। असोजदेखि मसिनसम्म। अनि तपाईँको सम्पर्क नम्बर भनिदिनुहोस्। 98 65 77 35 67। यो नम्बरमा फोन गर्नुभयो भने अपी बेस क्याम्प जाने मान्छेले तपाईँलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अनि खाना बस्नको सुविधाहरू पनि छ होइन? अनि वैशाखदेखि होमस्टे पनि सुरु गर्दै हुनुहुन्छ? तालिम छ। अब हजुरमा बुढी तालिम गर्दै जान्छ, होमस्टे पनि सुरु हुन्छ। होमस्टे सुरु गर्दै हुनुहुन्छ। हुन्छ ल, धेरै धेरै धन्यवाद। उहाँ नै हुनुहुन्थ्यो हाम्रो यो होटलको चाहिँ अनर। यो चाहिँ अपी बेस क्याम्प जाने चाहिँ पहिलो या दोस्रो दिनमा चाहिँ तपाईँहरू यो ठाउँसम्म आउनु सक्नुहुन्छ। मेरो नाम झलक सिंह गोथ्याल हुनुहुन्छ। उहाँलाई चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ हजुरहरूले है त। आज चाहिँ हाम्रो यात्राको 5औं दिन। अहिले चाहिँ हामी दार्चुलाको खाइकोटसम्म आइपुगेको छौँ। हिजो राति बासा हिँड्थ्यो। अनि यसपछि चाहिँ हामी चाहिँ अब माथिसम्म बेस क्याम्पभन्दा अलिकति मुनि आजको चाहिँ अब हाम्रो टार्गेट चाहिँ धौली ओटारसम्म पुग्ने चाहिँ सकभर हामीले कोसिसै गर्नेछौँ। अब मिलेसम्म भएसम्म चाहिँ हजुरहरूलाई बाटोको बिचबिचमा भेटिएका होटलहरू कन्ट्याक्ट नम्बरहरू हामी तपाईँहरूलाई ड्रप गरिदिने नै छौँ। र के कस्तो ठाउँहरू के कस्तो यहाँको वनस्पति अनि यहाँको जङ्गल डाँडा काँडाहरू छ त्यो ठाउँमा तपाईँहरूलाई देखाउने जाँदैछु। स्टे ट्युन हेर्दै गर्नु होला है। अहिले चाहिँ हामी सर्टकट बाटो जाँदैछौँ। हिँडाइकै क्रममा छौँ हामीहरू। यात्रा जारी छ। सिँढी यस्तो छ, गाइड छैन जाने बाटो। अहिले 2600 मिटरको हाइटमा हामी यतापट्टि दाइ हुनुहुन्छ। यसो पानी प्यास लागेको कारणले गर्दा पानी चाहिँ यसो भर्न भनेर जानुभएको छ। अहिले चाहिँ हामी छिरछिरे खोलानिर आइपुगेका छौँ। यहाँबाट देखिएको हिमालहरू यतापट्टि तपाईँ देख्न सक्नुहुन्छ है।
छेरछेरे हाम्रो दाइले फेरि त्यो अस्ति नै क्या हाम्रो भाइरल कुकुर वेट गरिराख्नु भएको थियो पाउँदै पाइएन त्यो कहीँ पनि भेटिएन त्यही भएर यसो यही गोठालोवाला कुकुरलाई देखेर भने मन खुसी हो यो त एन्टिक छ त यार माया सिंह त यार हाने भने त डरायो कि यिनीहरू यार त गुरुकुल एजुकेसनबाट हाम्रो स्पोन्सर भन्नु पऱ्यो होइन यस ट्र्याकको पार्टनर उहाँहरूको स्टिकर चाहिँ अहिले हामी के ठाउँमा लग्यो छिरछिरे भन्ने यो ठाउँमा चाहिँ हामी पेस्ट गरिदिएका छौँ अब आगन्तुक यात्राले हेर्न सक्नुहुन्छ ट्रेन्ड ब्लेजरको पनि अझै हेरेको छ अहिले यसो खानपिन गर्दै हुनुहुन्छ वाइल्ड लाइफ स्टोन क्याम्प होटल छिरछिरे अति बेस क्याम्प चाहिँ हाम्रो अजित दाइले चाहिँ यसो खानपिन गर्दै हुनुहुन्छ साथमा हाम्रो दुईजना भाइ उतातिर दिपक दाई छिरछिरेको खाना बसाइ र खानपिन पछि चाहिँ एकछिन यसो घाम ताप्दै अनि भिडियोहरू बनाउने क्रम चाहिँ अघि बढिरहेको थियो त्यसै क्रममा चाहिँ यो खिचिएको छिरछिरे स्थित यो ठाउँको चाहिँ सानो भिडियो हजुरहरूको लागि अब चाहिँ हिमालको एकदमै नजिक आइपुगेका छौँ हामी देख्न सक्नुहुन्छ एकदमै नजिक छ है साथी हामी पहिले हिउँ हो है साथीहरू हिउँ हेर्न सक्नुहुन्छ अब स्टार्ट भयो यहीँबाट कति मिटरको हाइट दाइ 2700 हाइटमा हिउँ परिरहेछ यहाँ खास घाम नपर्नुको कारणले पनि होला हिउँ चाहिँ जमेछ ल हेर्न सक्नुहुन्छ साथीहरू दाइले भर्खरै भनिसक्नु भएको छ पहिले हिउँ ठ्याक्क हिउँ जमेछ हेर्न सक्नुहुन्छ पहिलो हिउँको वाटर हिउँको खोला पहिलो तराई हुँदैछ अब दाइहरू अघि बढ्दै हुनुहुन्छ हो यसरी दाइहरू साथीहरू भाइहरू यसरी अगाडि बढ्दैछन् हिमाली हिमको यात्रा चलिरहेको छ ल दाइ अजित दाइको सँगसँगै देख्न सक्नुहुन्छ साथीहरू होइन अपी बेस क्याम्प किन जान पर्छ त भन्ने कुरो हो यही गर्न ल हेर ल ए दाइहरू
भेडाको ए छालै नाङ्गो पार्नुहुन्छ होइन छाला त त्यस्तो आउँदैन तर रङहरू काट्ने अनि यो काट्ने बेला त दाइ गर्मीको सिजनमा काट्ने होला होइन गर्मीको सिजनमा ए जेठमा एक कोट बनाउन लगभग कति लाग्छ दाइ कति भेडाको उन लाग्छ दाइ 3वटा 4वटा भेडाको लाग्छ 4वटाको भेडाको उन अनि बल्ल एउटा कोट बन्ने भयो अनि त्यो जुम्लीहरूले लाने पनि यहीँबाट हो दाइ कोटहरू यहीँबाट आफै बनाउने यिनीहरू ए यो कपासकै काम गर्ने हो कि के हो दाइ कपासको काम त्यही हो है अनि एक हुन्छ दाइ गजेको पनि स्वेटरहरू यो सुरुवालहरू अनि यो यस ए तपाईँ आफै बनाउनुहुन्छ गाजाको पनि त्यो बनाउने हो तर आज भिडियो अनि यस्तो कुराहरू त तपाईँको अब छोराछोरीहरूले थाहा नपायो भने बिलाउँदै जान्छ होला नि त त्यो त अचेलका मान्छेहरूले त यस्तोमा रुचि राख्दैन फेरि राख्दैन यस्तो त अगाडि त स्वेटर सबै साइडको बनाउने अनि त्यो गाजाको बनाउने अनि तपाईँले लाउनु भएको भित्रको निलो स्वेटर पनि बुन्नु भएको यो त उनको बुने होइन उनको होइन यो तली सुती ए सुती धागोको तर चुरोट छ त हालौँ न अहिले भर्खर चाहिँ हामी सिमार भन्ने ठाउँसम्म आएका छौँ लगभग करिब 1.5 घन्टाको यात्रापछि चाहिँ हामी यो ठाउँसम्म आएका छौँ अब यहाँबाट चाहिँ हामी धौली ओडारसम्म जानको लागि चाहिँ करिब 3-4 घन्टा 4 घन्टा जति लाग्छ भनेर भन्दै हुनुहुन्छ वरिपरि अब हिउँहरूको चाहिँ सबै चहल पहलहरू चाहिँ हामीले देख्न सक्छौँ बाँकी रहेको भिडियोहरूमा हजुरहरूले देखाउँदै जानेछौँ आएको अवस्था ब्याट्रीको पर्सेन्ट डाउन भइरहेको छ यार ब्याट्रीको हिजोसम्म नर्मल थियो हर्षित आउँदै हुनुहुन्छ यात्रा चाहिँ बढिरहेको छ सास त मेरो त स्यास साथी हो हिउँ परेको अवस्था यो पर्यो फुरुरु हामी अप हिमालको ट्र्याकमा उता अगाडि दाइ हुनुहुन्छ अर्जित दाइ कस्तो फिल भइरहेछ त स्नोफलको राम्रो कहिले नभेटेको आज भेटाइयो रमाइलो भइरहेको थियो हिँड्दाखेरि अलिकति भिडियो हाल्ने बेला स्यास्या को भएछ भने भाउजूलाई भनिदिनु है म हो भनेर यतापट्टि सँगसँगै दिपक दाई पनि अघि हुनुहुन्छ हिउँको परेको अनुभव चाहिँ पहिलोचोटि खप्तडको बेलामा दिपक दाईले प्लानिङ गर्नुभएको एकदमै जे होस् पैसा उसुलवाला ट्रेकिङ भयो अब बाटोमा अलिअलि दुःख सुख त भइहाल्छ जे होस् रमाइलो भइरहेछ दिपक दाई के छ त अनुभव फर्स्ट क्लास छ हिउँ छ आराम हेर्नु सब डाँडा काँडा सब सेतै छ सेतै छ नि त हिउँको अनुभव चाहिँ मजाले लिन पाइएछ पैसा वसुल आउनु होला होइन यसो हिँड्न सक्ने आउनु होला अपिको ट्रेक हिँड्नै नसक्ने भए पनि आउनुहोस् ग्रुप बनाएर रमाइलो छ यात्रा त्यही हो सधैँभरि सजिलो हुँदैन सजिलो हुने ठाउँ फेरि यति राम्रो ठाउँ नभेटिन सक्छ हो पारिपट्टिको पुरै छाँगा हिउँ छ के दाइ एउटा मात्र बाटोघाटो मात्र भएको यो ठाउँ त मान्छे यहाँ राख्ने ठाउँ हुन्थ्यो नि दाइ
गाह्रो काँडो भयो अन्त भए पनि यो ठाउँलाई लगानी गर्नुपर्ने हो क्या 4-5 महिना होइन या 1 वर्ष है होइन 2-4 वर्षको प्रोजेक्ट हालौँ नि यहाँ अरू ठाउँ त विकास भएछ त यस्तो ठाउँ होइन माघ फागुनसम्म पनि हिउँ देख्न पाइने यो चाहिँ अहिले बिहानको समय धौली ओडार अपी हिमाल बेस क्याम्पबाट र अगाडिको कन्टिन्यू देख्न सक्नुहुन्छ हिउँको च्यादरहरू रातिमा हामी यही ठाउँमा हामी आइसकेका थियौँ है अब यसो हेर्न सकिन्छ बुझ्न सकिन्छ साथीहरू यतातिर चाहिँ होइन हाम्रो दाइले यसो बनाउँदै हुनुहुन्छ ज्यार दाइ कता हजुरको पनि यतै हो बसोबास यहाँको चाहिँ मौसम यहाँको वातावरण हेर्दा त बस्ने जस्तो लाग्छ तर के गर्ने जानै पर्यो हजुरलाई त खुट्टाले पनि एकदम साथ दिएको कतै यही ठाउँले बोलाएको त होइन त्यो पनि हुन पायो तर के गर्ने खुट्टाले मात्रै साथ दिएर भएन हजुरले साथ दिनु पर्यो हजुर यतातिर चाहिँ बस्न चाहिँ गाह्रै छ ल यतातिर चाहिँ आज बिहानको नास्ता हुँदैछ दाइहरूले भाइहरूले होइन सबै लेख्दैछन् के छ त कान्छा कस्तो छ नास्ता नास्ता बबाल साँच्चै बबाल हो नि होइन खान्न टेस्ट गर्नु मस्त छ यो हिमालभन्दा माथितिर हामी यताबाट लाग्दैछौँ दाइहरू अगाडि हुनुहुन्छ देख्न सक्नुहुन्छ अपी बेस क्याम्प जाने यात्रामा करिब करिब धौली ओडारबाट त्यहाँका लोकल मान्छेहरूलाई चाहिँ 1 घन्टा जति लाग्ने ठाउँमा चाहिँ हामीलाई 2 घन्टा जति लाग्यो र सँगसँगै यात्रामा देख्न सक्नुहुन्छ अगाडिपट्टि एउटा सानो खोलो पनि रहेछ यो खोलोको ढुङ्गाहरूमा चाहिँ पुरै हिउँ जमेर बसेको हिँड्नलाई एकदमै अप्ठ्यारो होइन अनि त्यो हिउँलाई चाहिँ पन्छ्याउँदै अब जुत्ता पनि त्यही अनुसारको नलागेको भएको कारणले गर्दा हामीलाई अलिअलि समस्या त थियो हिँड्दाखेरि जसरी हुन्छ यसलाई चाहिँ पार गरेर चाहिँ अब हामी चाहिँ हाम्रो फाइनल डेस्टिनेसन वेलकम यु अल इन अपी बेस क्याम्प है यो खोलाको यात्रा सँगसँगै तपाईँहरूलाई म लिएर जानेछु हेर्दै गर्नुहोला है त ल यसो हाम्रो दीपक दाइलाई चाहिँ अलिकति राम्ररी सेफ ल्यान्डिङ गराऊ है अगाडिपट्टि छन् हाम्रो महेन्द्रनगरको भाइ अनि पछाडिपट्टि पनि हाम्रो महेन्द्रनगरबाटै सँगसँगै 2 जना भाइहरू हाम्रो यात्रामा फेला परेको एकदमै होइन मिलनसार भाइहरू उहाँहरूले चाहिँ सहयोग गरिराख्नु भएको साथीहरू हजुरले देख्न सक्नुहुन्छ होइन अपी बेस क्याम्प नटचोक अझै त्यसमाथि यो जाडोको यो सिजनमा चाहिँ एकदमै गाह्रो छ हिउँ बरफहरू परिरहेको बाटोको ढुङ्गामा पनि तपाईँहरू चाहिँ बरफहरू देख्न सक्नुहुन्छ यही भिजुअलहरू चाहिँ हामी छायाङ्कन गर्दै मेमोरीलाई चाहिँ सँगसँगै लिएर जाने कोसिसमा चाहिँ अझै छौँ है त हजुर अब चाहिँ लास्टमा हाम्रो चाहिँ भाइ होइन जो यात्रामा एकदमै अब्बल हिँड्नको लागि र धेरै ठाउँ घुमेको भाइले चाहिँ अहिले चाहिँ खोला चाहिँ तर्ने क्रममै छन् सिहान चाहिदिए हेर ल देख्न सक्नुहुन्छ सबैले अहिले चाहिँ हामी अपी बेस क्याम्पको एकदमै नजिक आइपुगेका छौँ दाइहरू यो हिउँको बाटो तर्ने क्रममै छन्
कति टाइम लाग्ने थाहा छैन। टक्को जान्छ त्यही किनेर भयो ल अपी हिमालमा हिउँ परेछ। बाटो कताबाट जाने भनेर पनि छुट्याउन गाह्रो भयो। बेस क्याम्प यहीँ ल जाऊ जो जाने जाऊ टेन्सन नगर। देख्न सक्नुहुन्छ साथीहरू अपी बेस क्याम्पमा यस्तो हिमालमा होइन र दिपक दाइ लुवाई 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 हिँडिदिएको। हाम्रो भाइ चाहिँ आउँदैछन्। ल रेकर्डै छ रेकर्डै छ ल अजित गाइज गुड मर्निङ। हामी कति 4 दिनको ट्रेकिङबाट सैकारा मेन पोइन्ट हामी चाहिँ अपी बेस क्याम्पमा आइपुगेको छौँ। उचाइ चाहिँ नि 19,900 छ। हामी चाहिँ नि उता खोलातिर पनि जाने भनेको हिउँले गर्दाखेरि हामी जान पाएन। मस्त हावा चल्दैछ। दुःख सुख गरेर हामी आयो। तपाईँहरू पनि आउनुपर्छ। हाम्रो डुलुवा युट्युब च्यानल हेर्नुपर्छ। तपाईँहरूले सब्सक्राइब गर्नुपर्छ। यति नै हो। धन्यवाद। गुड मर्निङ फ्रम अपी। बेस क्याम्प। अब यहाँ हिउँले गर्दाखेरि सबै सेतै सेतो देखेछ। अब बाटो साटो भएको भए यता त अलिअलि परसम्म जानुहुन्थ्यो। यता त्यो चमेलिया नदीको मुहानसम्म जाने भनेर आएको। अब यो हिउँले गर्दाखेरि बाटो देखिँदैन। अब यतातिर चाहिँ कालीढुङ्गा ताल 4200 मिटर। हामी चाहिँ अहिले 3900 मिटरमा छौँ। अब त्यहाँ पनि जाने सम्भव भएन। अब हिउँ छ। बाटै त थाहा छैन। अब यहाँ यदि बेस क्याम्पमा कुनै होटलहरू पनि छैन बस्नलाई। अहिले चाहिँ हावा लागेको भएर अलिक जाडो जाडो भइरहेछ। चिसो हावा आइरहेछ। ठाउँ त मस्त राम्रो छ। हेर्नुहोस् चारैतिर हिउँ छ। आनन्द छ। जाडो जाडो पनि छ। हस् धन्यवाद। नमस्कार हजुर। गुड मर्निङ। आज 2081 साल 10 महिना आज 27 गते होइन 27 गते आज अपी बेस क्याम्प आइपुग्यौँ हामी 4 दिनको ट्रेकिङले। आउनु जस्तो ठाउँ रहेछ, हेर्नु जस्तो ठाउँ रहेछ, बुझ्नु जस्तो ठाउँ रहेछ। समय हाम्रो अलिकति अनुकूल मिलेन। अलिकति अझै अरू दुई ठाउँ पनि जाने विचार थियो, त्यो छुट्यो बरफले गर्दाखेरि। अनि हजुरहरू आउँदाखेरि यो अहिलेको मौसममा चाहिँ अलि अफ सिजन रहेछ होइन। तर राम्रो छ। देखियो बर्खामा आएको भए हरियो देख्न पाइन्थ्यो। अब हिउँदामा आयो हिमाल देख्न पाइयो। दुईटामा एउटै हेर्न आउने हो यो ठाउँमा। आउनु होला तपाईँहरू पनि। अनि हाम्रो यो 26 सिरिज नामको युट्युब डुलुवा च्यानल हेर्न र चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला। अनि बाँकी कुरा यो बाइक बुटोलबाट आएदेखि लिएर अहिलेसम्मको टोटल तपाईँले चाहिँ हेर्न पाउनुहुन्छ, बुझ्न पाउनुहुन्छ, जान्न पाउनुहुन्छ कहाँ के छ कस्तो छ भन्ने कुरा यो डुलुवा युट्युब चाहिँ हेर्न नभुल्नु होला। हस् धन्यवाद। साथीहरू फाइनल्ली हामी चाहिँ अपी बेस क्याम्पसम्म आइसकेका छौँ। 3900 मिटरको उचाइमा। अब जे होस् आइयो। अब यहाँसम्म हेरियो। जुन टार्गेटले हामी बुटोलबाट निक्लेका थियौँ लगभग त्यो चाहिँ कम्प्लिट भयो। छोटो समयभन्दा पनि समय लिएरै आइयो। रमाइलो भयो। ओके सी यू इन नेक्स्ट ब्लग।
त्यो सानो हुन्छ है खुम्च्यायो भने